आदरणीय दर्शकबिन नमस्कार। म चित्र सुल्टी गुरुङ इच्छाकामना न्यूज.com को भिडियो सम्पादकीयमा तपाईलाई स्वागत छ। देशमा विकास र समृद्धिका ठूला ठूला नारा घन्किरहेका छन्। सरकारले आर्थिक विकासको गति तीव्र बनाउने, जनताको जीवन स्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्याइरहेको छ। तर यति बेला आम नागरिकको घरमा भने विकासका नारा भन्दा ठूलो चिन्ता छ, चुलो कसरी बाल्ने। खाना पकाउने ग्यासको अभावले जनताको दैनिकी प्रभावित भइरहँदा सरकार भने समस्याको गम्भीरताप्रति पर्याप्त संवेदनशील देखिएको छैन। बजारमा ग्यास खोज्दै भौतारिनु पर्ने, घण्टौं लाइन बस्नुपर्ने, कहिले आउँछ भन्ने अनिश्चिततामा बस्नुपर्ने र कतिपय अवस्थामा बढी मूल्य तिर्नुपर्ने अवस्था सृजना हुनु सामान्य विषय होइन। यो राज्यको आपूर्ति व्यवस्थापन क्षमतामाथिको गम्भीर प्रश्न हो। विडम्बना के छ भने ग्यास अभाव नेपालमा पहिलो पटक देखिएको समस्या होइन। हरेक वर्ष कुनै न कुनै बहानामा ग्यास अभाव हुन्छ। कहिले आयातमा समस्या, कहिले ढुवानीमा अवरोध, कहिले आपूर्ति व्यवस्थापनको कमजोरी र कहिले बजारको माग बढेको कारण देखाइन्छ। तर सरकारसँग एउटा प्रश्न सोध्नै पर्छ, यी समस्याको दीर्घकालीन समाधान चाहिँ किन हुन सकिरहेको छैन? सरकारले आपूर्ति प्रणालीमा समस्या आउन सक्छ भन्ने अनुमान गर्न नसक्ने हो भने राज्यका निकाय किन चाहिन्छन्? संकट आउँदा मात्र बैठक बस्ने, विज्ञप्ति निकाल्ने र आपूर्ति सहज हुँदैछ भनेर जनतालाई आश्वासन दिने प्रवृत्तिले नागरिकको भान्सा चल्दैन। जनतालाई भाषण होइन, ग्यास चाहिएको छ, आश्वासन होइन, सहज आपूर्ति चाहिएको छ। अभावको समयमा अर्को गम्भीर समस्या देखिन्छ, कृत्रिम अभाव र कालोबजारी। बजारमा पर्याप्त ग्यास हुँदाहुँदै व्यापारीले लुकाउने, पहुँचका आधारमा वितरण गर्ने वा बढी मूल्य असुल्ने प्रवृत्ति बढेको हो भने त्यसको जिम्मेवारी सरकारकै हो। बजार अनुगमन गर्ने निकायहरू कहाँ छन्? अनुगमनको नाममा कागजमा प्रतिवेदन बनाएर बस्ने हो कि वास्तवमै उपभोक्ताको घरदैलोमा पुग्ने हो? सरकारले तत्काल बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ। ग्यासको मौजदात लुकाउने, कृत्रिम अभाव सृजना गर्ने वा उपभोक्तासँग तोकिएको भन्दा बढी रकम असुल्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्छ। संकटको समयमा जनताको बाध्यतालाई व्यापारिक अवसर बनाउने प्रवृत्ति कुनै हालतमा स्वीकार्य हुन सक्दैन। भन्न त सरकार भन्छ देशमा ग्यासको मौजदात पर्याप्त छ, आयात पनि पर्याप्त भइरहेको छ, तर अभावको वास्तविक कारण के हो? यी प्रश्नको जवाब जनताले पाउनुपर्छ। सूचना लुकाएर बजारको विश्वास जित्न सकिँदैन। अस्पष्टता र सरकारी मौनताले अफाव र कालो बजारलाई झन प्रशय दिन्छ। ग्यास अभावको सबैभन्दा ठूलो मार न्यून आय भएका परिवारले खेपिरहेका छन्। महँगीले थलिएका नागरिकका लागि ग्यासमा केही सय रुपैयाँ अतिरिक्त खर्च गर्नु पनि ठूलो बोझ हो। ग्यास नपाएपछि दाउरा, मट्टीतेल वा अन्य वैकल्पिक ऊर्जाको खोजी गर्नुपर्ने अवस्था आउँछ। यसले आर्थिक बोझ मात्र होइन, स्वास्थ्य र वातावरणमा समेत असर पार्न सक्छ। तर यस्ता संकटले सरकारलाई दीर्घकालीन समाधान खोज्ने अवसर पनि दिएको छ। नेपालले खाना पकाउने ऊर्जामा ग्यासमाथिको निर्भरता क्रमशः घटाउनै पर्छ। देशभित्र उत्पादन हुने विद्युतको उपयोग बढाएर विद्युतीय चुलोको प्रयोगलाई व्यापक बनाउन सकिन्छ। तर सरकार यो सहुलियततिर नलागी झन विद्युतमा कर थपेर महँगो बनाउनतिर लागिरहेको छ। विद्युत सस्तो, भरपर्दो र सर्वसुलभ बनाउने हो भने ग्यास आयातमा खर्च हुने ठूलो रकम देशभित्रै रोक्न सकिन्छ। नेपाल जलविद्युतको अपार सम्भावना भएको देश भनेर गर्व गरिरहने, तर घरको भान्सामा भने आयातित ग्यासको अभावमा नागरिकलाई लाइनमा उभ्याइरहने अवस्थाको अन्त्य हुनै पर्छ। जलविद्युत बेचेर समृद्धि खोज्ने मुलुकले आफ्नो नागरिकको भान्सा विद्युतीय बनाउन नसक्नु आफैमा नीतिगत विडम्बना हो। सरकारले बुझ्नुपर्छ, सुशासनको परीक्षा ठूला सभाहालमा गरिएका भाषणबाट हुँदैन, जनताको घर चुलो कति सहज रूपमा बलिरहेको छ भन्ने कुराले सरकारको कार्यक्षमतामा मापन गर्छ। सडक, पुल, विमानस्थल र ठूला आयोजनाका उद्घाटन महत्त्वपूर्ण होलान्, तर नागरिकको दैनिक जीवनसँग जोडिएको अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु त्यसभन्दा कम महत्त्वपूर्ण विषय होइन। अहिले सरकारसँग दुई विकल्प छन्,
ग्यास अभावलाई अर्को केही दिनको समस्या मानेर टार्ने वा यसलाई आफ्नो आपूर्ति व्यवस्थापनको कमजोरी सुधार्ने अवसरको रूपमा लिने। पहिलो बाटोले समस्यालाई फेरि दोहोर्याउनेछ, दोस्रो बाटोले दीर्घकालीन समाधानतर्फ लैजान सक्छ। जनताको भान्सा कुनै प्रयोगशाला होइन जहाँ सरकारको आपूर्ति व्यवस्थापनको असफलता परीक्षण गरिरहने। चुलो निभाएर समृद्धिको सपना देखाउन अब बन्द गर्नुपर्छ। सरकार तत्काल ग्यास आपूर्ति सहज बनाउन, कालो बजारी नियन्त्रण गर्न र दीर्घकालीन रूपमा स्वदेशी विद्युत मार्फत खाना पकाउने प्रणाली विस्तार गर्न गम्भीर कदम चालोस्। जनताको धैर्यको पनि सीमा हुन्छ। सरकारका लागि ग्यासको अभाव एउटा आपूर्ति समस्या होला, तर नागरिकका लागि यो आजको खाना पकाउने समस्या हो। त्यसैले सरकार सचेत होस्। जनताको भान्सामा आगो बलिरहेसम्म मात्र समृद्धिको सपना अर्थपूर्ण हुन्छ। धन्यवाद।